किन नखिच्छ रहेछ हजुर? हजुरबाले के भन्छ कि अहिलेसम्म हजुरको फोटो छैन, अहिलेसम्म हजुरमा छैन। आज फर्स्ट रेकर्ड हुने अरे हैन? कस्तो अचम्म लाग्यो। अहिले फोटो खिचाइ रे हजुरबाले के भन्छ कि अहिलेसम्म हामीले फोटो सँगै खिचेको नाइ रे हजुरबा र हजुरबाको। त्यस्तो हुँदैन नि छोरो भनेपछि नछोरो। हेर्छु गिफ्ट त अहिले हुन्छ नि यार, मभन्दा ठुलो गिफ्ट के छ तँलाई? यसरी लाउने हो टीका। यस मेरो आइब्रो चाहिँ नबिगार्दिछु। आइब्रोमा जाँदैन तल सुक्खा हात हो हजुर। ओहो छोरोको दक्षिणा के गर्न लाग्छ? गन्न लाग्छ? कति रहेछ? 2 3 4 5 6 7 हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु आवर च्यानल विथ अनदर न्यू भिडियो गाइज। सो गाइज आज चाहिँ असोज 16 गते अनि आज चाहिँ दसैँको टीका। अनि सो अहिले जस्ट म चाहिँ आज यहाँ सुतेको थिएँ गाइज। हिजो राति चाहिँ दसैँ सेलिब्रेट गऱ्यौँ अनि यतै बस्यौँ, रमाइलो गऱ्यौँ। अनि म चाहिँ यतै सुतेको थिएँ, म यहाँ सुतेको थिएँ। अनि छोरो यहाँनिर चाहिँ अल्का, यहाँ चाहिँ अर्को नानु, अनि यहाँ चाहिँ नानु अहिलेसम्म सुतेकै छन्, नानु चाहिँ अहिलेसम्म उठेको छैनन् गाइज। सो अब चाहिँ भनौँ न आज टीका बनाउने भनेको हामी यही सटरमा। सो अहिले यो सटर पनि फास्ट क्लिन गर्नुपर्ने छ सबै, अनि जमरा पनि यही लाउने हो। सो अनि अमित मेरो भाइ अनि सालाजी चाहिँ यहाँ सुत्नु भएको थियो, यहाँ सुतेको थियो यिनीहरू, उठिस्। सो आज चाहिँ टीका थाहा छ नि। सो फास्ट फ्रेस भएर टीका लामोस्। अनि अल्का अनि एउटा नयाँ साली पनि आछन्। सो ऊ साली चाहिँ हाम्रो भ्लगमा भनौँ न सायद 1 वर्षपछि देखिनेछन्। आज म देखाउँछु तपाईँहरूलाई। यहाँ फर्स्ट ढोकामै भनेपछि हाम्रो यहाँ अल्का सर हुनुहुन्छ। छोरो के गर्दैछ बाबा? यहाँनिर चाहिँ छोरो साइकल चलाएर बसेछ। यहाँनिर चाहिँ दिदी बस्नु भएको छ अनि अल्का चाहिँ यहाँनिर। अनि 1 वर्ष होइन, नानु कति पछि देख्यो तिमी हाम्रो ब्लगमा? 1-2 महिनापछि अस्ति काठमाडौँ गएर देखाएको थियो है? 6 महिनापछि हामी नि ब्लगमा। ओ भाइ हजुर यो टुटाइदिइसो। यहाँ चाहिँ अहिले किचनमा खानाहरू पाक्दैछ। अनि यहाँ चाहिँ यो चाहिँ चामलको प्याकेटहरू भयो, यहाँ चाहिँ मासु छ, ए यहाँ छ अझै मासु, यहाँ पनि मासु नै मासु छ आज भनौँ। बाबु चाहिँ उतातिर ब्रस गरेर बसेछन्। राजमा बनाए, पुलाउ बनाउँछु, अब मासु बनाए, अचार बनाए, चटनी बनाए, अब यस्तो भात बनाऊ कि पुलाउ बनाऊ भने हो? के बनाउने फिक्स भयो? अंकितालाई जे खाने भन्छ त्यही। पुलाउ, तिमीलाई पुलाउ खाने मन छ? ल त्यसो भए आज पुलाउ नै भन्छ होइन? हजुरलाई नि पुलाउ खाने मन थियो? रुन लाग्नु भयो? किन? ए नङ माच्यो? टमाटर काट्दाखेरि नङ माच्यो। ल तोडिदिउँ भर्खर लाउनु। हजुर अमित रडमा सटर मिलाइछ क्या भन्ने? म मिलाइहाल्छु, मेरो काम गरिहाल्छु म फटाफट। कति बज्यो? त्यो नानु उठै छैनन्? उठाउनु अब उठ्दै छैन। उठेर मभन्दा अगाडि उठेर बसिसकेको थियो नानु होइन, अहिलेसम्म उठाएको छैन। अनि जमरा चाहिँ हामीले यहाँ राखेको थियौँ, हेर्न सक्नुहुन्छ। जमरा एकदमै राम्ररी भएको छ है हल्का? ठुलै ठुलो भएको त राम्रो, कसैको नभएर दुःख छ होइन, कसैलाई ठुलो भएर दुःख छ। मुख धोइहाल्छ? यता हेर्नु त गाइस, यो छोरोले मुख धोएको, यता धोइएकै छैन, यता पुरै धोइसक्यो। जाऊ धोएर आऊ राम्ररी, पुरै राम्रो छिटो। यता धोइएकै छैन भने पानी लागेको छैन एक साइडमा है। ल फटाफट यो पनि उठाउँ होइन सबै। नानु तिमी यो सबै ओछ्यान हटाऊ होइन। अनि हामीहरू चाहिँ यताको सबै सामान मिलाउँछौँ अनि यहाँ खाली गरेर मजाले बस्ने सबैलाई ठाउँ हुनु पर्यो क्या। हजुर कहाँ लाग्ने काममा? यहाँ कि भान्स किचन? यहाँ ल केटा यता लागौँ अनि केटीहरू सब किचनमा लाग्यो। हेर्न सक्नुहुन्छ कति छिटो हामीले यति खाली गरिसक्यौँ होइन। 3 जना लागेछौँ अनि अमित र सालाजी चाहिँ भित्र लागेछन्, म चाहिँ यहाँ खोलेर बसेको छु सामान। अनि मम्मी चाहिँ यता हुनुहुन्छ पसलमा। आज पसल त पुरै नखुल्ने त होला नि मम्मी? अनि बजारको चहल पहल चाहिँ यस्तो छ, सुनसान सबै पसलहरू बन्द छ। अब हाम्रो पनि टीका लाउँदासम्मलाई मात्रै हो खुल्ला। हो छोरो रेडी भइस है? के लगाइस? माथि सर्ट, तल यो प्यान्ट, बेल्ट पनि लगाइस? ल गुड। अब कपालहरू मिलाइस? के गर्न लाग्छ? ए देखिन लागेन, ऐनाहरू लाग्छ, ऐनाहरू लाग्छ छोरो। भयो सबै चाहिँ रेडी हुँदैछ। सो रेडी गरेर खानासाना पनि यो रुममा भइसक्यो गाइस। जमरा चाहिँ सटरमा लाउने अनि नानु चाहिँ यहाँ गीत बजाएर मजाले नाचिरहेछ। फाइनली मैले चाहिँ सटर मिलाएर सकिसकेँ होइन, यो पुरै मिलाएर सकिसकेँ। अघि कस्तो प्याक थियो अरे, टक्क मिलायो। अब चाहिँ टीका पनि यतै लाउने हो नि त। फाइनली हामीहरू चाहिँ नुहाएर फ्रेस भएर रेडी भइसक्यो अनि अमित बाबु पनि रेडी भइसक्यो। अनि यहाँ छोरो चाहिँ रेडी भएर अघिदेखि लुगा पनि फोहोर गरिसक्छ। आज चाहिँ हामी टीका यही सटरमा लाउँछौँ क्या। जन अल्काले हेर्न सक्नुहुन्छ ऱ्याकलाई चाहिँ के गर्यो, पुरै पर्दाले ढाकिदिएको छ।
सो अब चाहिँ टिकाको सायद चाहिँ 11:30 बजेपछि छ। सो अब एकछिनमा सबैजना हामी जम्मा हुन्छु, मम्मीहरू आउँदै हुनुहुन्छ। सो त्यसपछि यही टिका लाउनुपर्छ। अझ त्यही कुरा हो कि गाइज, मेकअपकै कुरा। आधी घन्टादेखि मेकअप गरिरहेछ। म चाहिँ अहिले नुहाएर आएर फ्रेस पनि भइसकेँ त्यतिन्जेल, के भने। अनि यहाँ मम्मी पनि पुगिसक्नु भयो। हाम्रो टिका यहीँ सटरमै लाउने मम्मी। शुभकामना छ सबैलाई, सम्पूर्ण नेपाली दाजुभाइ र दिदीबहिनीहरूलाई। ल हजुर पनि छिटो रेडी हुनु अनि छिटो टिका लाउनु। होइन 12 बजी थाल्छ कि होइन, अहिलेसम्म पनि रेडी भएको छैन। अब केटी मान्छेको त्यही हो, बढी टाइम रेडी हुनै लाग्छ मेकअपहरू गर्न। यहाँ अहिलेसम्म हाम्रो नानुको पनि मेकअप सकिएको छैन। अनि हेर्न सक्नुहुन्छ गाइज, म चाहिँ होइन 11 बजे रेडी भइसकेको थिएँ भने अहिलेसम्म 12:30 भइसक्यो यार, 12:30 अहिलेसम्म रेडी भएको छैन। मेरो छोरो रेडी भएको त 2 घन्टा भइसक्यो। सो गाइज अब चाहिँ हामी टिका लाउनलाई रेडी छौँ। अनि अब कति बज्यो भने चाहिँ 12:42 मा टिका लाउन जाँदैछौँ गाइज। बाबा सब भिडियो कलमा बसिन्छ नआउन पाएर। आज पैसा धेरै पाइछ हजुर, रक्स मिठा खाइछ। ल अब आन्टीले पनि लाउने, नानुलाई पैसा दिने टेन्सन भइसक्यो अगाडि। अघिसम्मको दक्षिणा जति उठेछ सब देऊ नानु, सबसे कहाँ पुग्नु पर्यो। भइगयो ल छोरा, जिउ गर्छ भइहाल्यो, जिउ गर्छ भयो जिउ गर ल। जिउले चाहिँ नि होइन टन्ने। हजुर ओहो, छोरोको दक्षिणा के गर्न लाग्छ, गर्न लाग्छ। कति रहेछ यति धेरै दक्षिणा, के गर्छ नि अब यसको छोरो? खुत्रुकैमा हालेर अल्काको नङ हेर्न सक्छ, नङ भित्र एकदम राम्रो ज्वाइँ पाउँछ। आफ्नो बुढीलाई लगाइदिन्छु। गिफ्ट त अहिले हुन्छ नि यार, मभन्दा ठुलो गिफ्ट के छ तँलाई? यसरी लाउने हो टिका। यस, आइब्रोमा जाँदैन तल, सुक्खा हात हो, त्यहाँ सुक्खा हात मात्रै। ल ल भाग्यमानी भयो, मेरै भनेको मेरो मानी, मैले भनेको मानी, भाग्यमानी। ओ भाइ पुरा निधार छापिसक्यो मेरो। टिका यसरी लाउने होइन, तर नाकमा नलाउने। कपाल पनि तिमीहरूका कपालै छ। टिका सब किन निधारमा रहेन टिका? यही दिनको लागि नै हामी 1 वर्ष कुर्छौँ होइन, दसैँको लागि। सो आजको दिन नै खै फिलिङ्स नै कस्तो रमाइलो हुन्छ है आज, दसैँ भनेपछि दसैँ जस्तो। सो अब चाहिँ हामी यहाँ फोटो खिच्न जाँदैछौँ। अब एकछिन हाम्रो फोटो सेसन चल्छ, अनि त्यसपछि अझै कहाँ बाँकी छ त्यता टिका लाउनु जानुपर्छ। लायो अब हामी गएर आउँछु ल। नानुको चस्मा त खतरा छ, नानु मलाई देऊ न। म त गरे ज्ञानी भए ध्यानी भए ठुलो भए धेरै पढ्ने फस्ट आउने नदुर्गा भने फेरि हजुरबासँग अनि अल्काको घर टिका लगाउन आएको छ भने ढोगरहेको छ। सो अब चाहिँ यहाँ टिका लाएर अनि मैले घर भनेर आएको छैन, फेरि पारि फुपूकोमा गएको थिएँ, फुपूकोमा टिका लाएर सिधै आइदिएँ। यहाँबाट गएर सिधै खाना खाने अनि रमाइलो गर्ने क्या, फेरि पछि आउन जाउँ होइन सर। अल्काको गाउँको घरको होइन किचन, अनि यतातिर चाहिँ धाराहरू छ। अनि यहाँ चाहिँ एकदमै राम्रो भनौँ न बोटहरू छ गाई, जस्तै भनौँ यहाँनिर चाहिँ यो अम्बाको भयो, अनि यता चाहिँ यहाँ आँपको छ, बारीहरू पनि यहाँ धेरै चिज फल्छ, पापडो, यतातिर खुर्सानीको बोटहरू भयो, उतानिर पनि खुर्सानी कस्तो राम्ररी फल्याएको छ हेर्नुहोस् है। वाह, कस्तो मजा आउँछ कि यस्तो खेतीपाती गर्न पनि। हजुर सानो हजुरलाई बस्न सजिलो हुन्छ है। पहिला हजुर आम कहाँबाट टिप्सिन्थ्यो? त्यहाँ पनि छ, यहाँ पनि थियो नि। अनि अम्बा त्यहाँ
कहाँ अझ यता पनि छ टोइलेटतिर छ उता ए अँ है हजुरमा आइसक्यो है अब चाहिँ टिका लाउँछौँ ढोक गरेर हजुर हामी मम्मीहरूलाई नभनेर यहाँ आइहाल्यौँ सिधै अब सिधै टिका लाउने अनि यहाँबाट गएर खाना खाउने भने सब भोकै छन् हामीलाई कुरा छन् अस्ति चाहिँ मामा गएर आएको बेला चाहिँ चप्पल छोडेर गएको थिएँ सो आउने बित्तिकै फर्स्टमा चप्पल लगाइहाल्यो जुत्ता यहाँ खोलिहाल्यो अस्ति के छोडेर गइसकेको थियो सुरु यहाँ दुइटै लैजाने अहिले अब माथि कहाँ तान लाग्छ त ए हुक्का अब्बा आइसा छ विदेश होइसिन्छ उसै भन्छ होइन सर आइसा लुट्सिने म अङ्कल भन्छु अङ्कल होइसिन्न देख्छ अङ्कल भने त अङ्कल देख्छ होइसिन्न क्या विदेश होइसिन्छ लाइस अम्बा लिएर आइहाल्छ कहाँ लाइस अब्बालाई माग्छ अम्बा चाहियो भन्दै थियो आउने बित्तिकै मिठो छ छोरो सो अब माथि हामी चाहिँ टिका चाहिँ यहाँ माथि लाउने अब हामी बिस्तारै आइसक्यो वाउ यहाँबाटको भ्यू कस्तो दामी छ गाइस म देखाउँछु ल तपाईँहरूलाई सिधै मेन रोड देखिन्छ कस्तो राम्रो भ्यू होइन हल्का छोरो लोड सेला कहीँ भोक लागेको छ गाइस अहिलेसम्म 3 बजिसक्यो होइन खाना खाएको छैन अब चाहिँ यहाँ टिका लगाएर अनि फाइनल्ली घर गएर सबैजना कुर्या छन् फेरि हामीलाई घर गएर अनि त्यसपछि खाना खानुपर्छ काँक्रा दिस्यो अब्बाले अब नुन हालिदिस्यो मिठो टिका लाउने भन्दैन यो चप्पल यति मन पराउँछ यहीँ छुटेर तनाव भएको छ यो चप्पल छोड्ने पनि होइन अरे झिक्क छ अब नदिनु आफै आइसो किन नखिच्छ रहेछ हजुर हजुरबाले के भन्छ कि अहिलेसम्म हजुरको फोटो छैन अहिलेसम्म हजुरमा छैन आज फर्स्ट रेकर्ड हुने अरे होइन साँच्ची के भन्छ कि उसले अहिलेसम्म एउटा फोटो किन अब जुत्ता सो अब जाम अब यहाँबाट कस्तो अचम्म लाग्यो अहिले फोटो खिचाइरे हजुरबाले के भन्छ कि अहिलेसम्म हामीले फोटोसँगै खिचेको नै अरे हजुरबा र हजुरबाको अनि हामीले खिच्यौँ अनि आज रेकर्ड हुन्छ अरे फर्स्ट फोटो सो गाइज अब चाहिँ हामी घर पुग्यौँ अब चाहिँ खाना खानु पर्ने छ फटाए सब सफा भइसक्यो कति 3:30 भइसक्यो गाइज सब पैसा दिइसक्यो है सब पैसा दिइसक्छ सानोले गाइज दुइटै मोटो भइसक्यो अब झन् यार अघिल्लो वर्ष तिमी पनि पातलो थियो अब तिमी दुईजना कम्पिटिसन चलिरहेछ सब मोटाइगयो म मात्रै हो कहिले नमोटाउने दुब्ला नि यार हामी चार एउटा गीतमा नाच्छौँ हस् म पनि नाच्छु टिभी बिग्रेर छेउ बाजा हैन नाच्ने थियो मजाले टिभी बिगाड्ने नानु हो बिनाजु रे म हु गाइज ल अब खाना खाऊ सो गाइज अब चाहिँ हामी सटरमै खाना खान जाँदैछौँ हैन अनि यहाँनिर छ अमित बाबु यहाँनिर दिजु छिन्छ छोरो चाहिँ यहाँ बसिया छ सो गाइज अब हाम्रो दशैं स्टार्ट भयो यहाँबाट दशैं स्टार्ट भन्दा नि टिका लगाएर सक्यौँ अब चाहिँ पेट पूजा खानासाना खानु पर्यो 4 बज्न थालिसक्यो गाइज हेर्न सक्नुहुन्छ टाइम 4 बजिसक्यो सबै भोकै छन् भोकले सबैको मुख हेर्न सक्नुहुन्छ टोलाएर बसेछन् कति बेला भात आउँछ भनेर सबैभन्दा बढी चाहिँ यो मान्छेलाई भोक लाग्छ अनि मोटो धेरै चाहिँ पेट पनि ठुलो छ हैन खै मासु देखाछ गेस्टहरुको लागि साथी खोज्दै आइगयो के त तिमी पनि ल पैसा देखाउन आए है रे साथीलाई खोज्दै आयो हैन बाबा शिव जुस समात्छु खाना पर्छ है ले एप्पलहरु खाऊ एप्पल खाऊ चिची खाने चेस ल ह्यापी दशैं भने खै त एकअर्कालाई 2 3 पापा चुपे दिबुलायो 5 6 7 अरु मिला द 9 10 11 12 13 ल जु गर रोक रोक अटो फोटो देख्न